गडक र सुपरिवेशकको रिजल्ट कहिले प्रकाशन हुन्छ अथवा सर्टलिस्ट कहिले प्रकाशन हुन्छ, यसमा कस्तो टाइपको क्वेसनहरू सोध्छ, तपाईँले यसको इन्टरभ्यू कहाँ दिने लगायतका प्रश्नहरूको जवाब तपाईँले आजको भिडियो सामग्री अन्तर्गत पाउनुहुनेछ। र तपाईँले यसको तयारीको लागि हाम्रो ग्रुप पनि रहेको छ, तल पिन कमेन्टमा रहेको ग्रुप तपाईँले अब जोइन गर्न पाउनुहुन्छ। पहिला चाहिँ त्यो हामीले दिएको थिएनौँ है साथीहरू, र यसको बारेमा सम्पूर्ण जानकारी हामीले प्राप्त गर्छौँ है। यसमा चाहिँ टाइम थपेको थियो, टाइम थपेपछि पनि तपाईँले अप्लाई गर्नु भएको छ होला होइन। अब चाहिँ यसको सर्टलिस्ट प्रकाशन हुन्छ। सर्टलिस्ट कहिले प्रकाशन हुन्छ भन्दा साथीहरू तपाईँको 10 गते बेलुकातिर चाहिँ यो प्रकाशन हुन्छ, वा 11 गते बेलुकासम्म, 10 गते बेलुकाबाट 11 गते बेलुकासम्म चाहिँ तपाईँको सर्टलिस्ट प्रकाशन भइसक्छ है। अब त्यो भइसकेपछि तपाईँको यो चैतको लास्टसम्ममै तपाईँको लगभग इन्टरभ्यू भएर 22-23 गते इन्टरभ्यू हुन्छ। त्यसपछि ट्रेनिङ सकेर 2 गतेतिरबाट चाहिँ फिल्डमा खटाउने हो। अब यसमा तपाईँलाई कस्तो टाइपको प्रश्नहरू सोध्न सक्छ भन्ने कुरा पनि तपाईँलाई हुनसक्छ है। यसमा सोध्ने कुराहरूको बारेमा हामीले हेर्छौँ है त। यसमा कस्तो कस्तो टाइपको प्रश्नहरू तपाईँलाई सोध्छ। यसमा चाहिँ आर्थिक गणना भनेको के हो भनेर चाहिँ तपाईँलाई सोध्न सक्छ है। पहिलो कुरो तपाईँले थाहा पाउनु पर्ने कुरा, आर्थिक गणना भनेको के हो हैन। यो चाहिँ गणनाको समयमा देशभित्र सञ्चालन रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान हैन, यी सङ्घ संस्थाहरू प्रतिष्ठान, यही भन्नुपर्छ भन्ने होइन, आफैले मौखिक रूपमा टक्क भन्ने। जस्तो आर्थिक गणना भनेको के हो भनेर सोध्यो भने तपाईँले के गर्ने त, देशमा सञ्चालन भएका विभिन्न वस्तुहरू उत्पादन सेवा वितरण लगायतका व्यावसायिक आर्थिक सङ्घ संस्थाहरू हैन, वा उद्योगहरूको चाहिँ सङ्ख्याहरू कति रहेको छ हैन, त्यसको आर्थिक उत्पादन कस्तो रहेको छ लगायतका विषयवस्तुहरूको डेटा कलेक्ट गर्ने हैन, तथ्याङ्क सङ्कलन गर्ने कार्य नै आर्थिक गणना हो भनेर तपाईँले आफ्नै भाषामा मिलाएर भन्ने हो है। आर्थिक गणना भनेको के हो भन्ने प्रश्न चाहिँ तपाईँले थाहा पाउनु पर्यो, यो प्रश्नको उत्तर यो टाइपको हुन्छ भनेर। त्यसपछि आर्थिक गणनाका प्रमुख उद्देश्य के हुन सक्छन्, किन आर्थिक गणना गर्नु पर्यो त भनेर सोध्न सक्छ, यसको महत्त्व के हो भनेर पनि सोध्न सक्छ, एउटै यो कुरो है। अब आर्थिक गणना 2082 का उद्देश्यहरू नेपालभर सञ्चालन रहेका आर्थिक क्रियाकलाप सञ्चालन गर्ने है, आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने प्रतिष्ठानको आधारभूत वितरण सञ्चालन प्रशोधन हैन, अनि त्यसपछि विश्लेषण र प्रकाशन गर्ने, त्यसपछि प्रतिष्ठानको विद्यमान सङ्ख्या लगायतका कुराहरू, नेपालमा हैन प्रतिष्ठानहरू कति छन्, अर्थतन्त्र क्षेत्र सञ्चालन आकार लगायतका कुराहरू हुन्छन्। यी कुराहरू चाहिँ थाहा पाउनु पर्यो। प्रश्नहरू, यसका उद्देश्यहरू, मेन भनेको चाहिँ डेटा कलेक्ट गर्ने, भावी निर्णय गर्न सहयोग पुर्याउने हैन लगायतका कुरा हुन्छन्। अनि प्रतिष्ठान भनेको के हो भन्ने रहेछ एउटा महत्त्वपूर्ण कुरा। हेर्नुहोस् त, प्रतिष्ठान भन्नाले एउटै स्वामित्व वा नियन्त्रणमा कुनै निश्चित स्थानमा रही एकै वा मुख्य रूपले कुनै एउटा आर्थिक क्रियाकलाप गर्ने आर्थिक इकाइलाई बुझाउँदो रहेछ। आर्थिक गणना तथ्याङ्क सङ्कलन गर्न लागि आर्थिक इकाइ नै मूलतः एउटा प्रतिष्ठान हो। यस प्रतिष्ठानले मुख्य एकै प्रकारका मात्र आर्थिक क्रियाकलापहरू सञ्चालन गर्दो रहेछ। मेन थाहा पाउनु पर्ने, एकै किसिमका आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने हैन एउटा आर्थिक इकाइलाई चाहिँ प्रतिष्ठान भन्दो रहेछ। आर्थिक गणना कस्ता प्रतिष्ठानको गणना गरिन्छ भनेको छ। आर्थिक जुन गणना हुन्छ, यो गणनामा तपाईँले कस्ता प्रतिष्ठानहरू हैन को चाहिँ तपाईँले गणना गर्नुपर्छ भन्दा, आर्थिक गणना विभिन्न वस्तु उत्पादन तथा सेवा वितरण गर्ने औपचारिक वा अनौपचारिक साथै प्रतिष्ठान व्यवसाय, प्रतिष्ठान भनेको र व्यवसाय भनेको एउटै है। व्यवसाय जस्तो तपाईँले मानौ चाउचाउ उत्पादन गर्ने एउटा प्रतिष्ठान हुन्छ, चाउचाउ मात्रै उत्पादन गर्ने टाइपको अथवा वस्तु मात्रै उत्पादन गर्ने क्रियाकलाप आर्थिक क्रियाकलाप गरे नि हैन। जस्तै ढुङ्गा बालुवा तथा खनिज पदार्थ उत्खनन गर्ने व्यवसाय, विभिन्न वस्तु उत्पादन गर्ने लघु घरेलु हैन साना उद्योगहरूको पनि डेटा कलेक्ट गरिँदो रहेछ। त्यसपछि ट्रेडिङ सेवा, सेक्युरिटी सेवा गर्ने भए अनि यो पढाउनेहरू पनि हुन्छ, मनोरञ्जन दिने सेवा हुन्छ, गैर सरकारी संस्था, यी सबैको तपाईँले थाहा पाएका भोरी व्यवसायको भनेर भनिदिँदा हुन्छ। यसमा समस्या हुन्न है तपाईँलाई। त्यसपछि अरू नै थाहा पाउनु पर्ने तपाईँले कुराहरू हेर्नुपर्दा साथीहरू हेर्नुहोस् त, यसमा
अब आर्थिक गणना कसरी सञ्चालन गरिन्छ हेर्नुहोस् त। राष्ट्रिय आर्थिक गणना 2082मा देशभर सञ्चालन भएका तिनै व्यवसायहरूकै पढाउने व्यवसाय भयो होइन, उत्पादन चाउचाउ उत्पादन, अन्य सामान उत्पादन गर्ने, मनोरञ्जन दिने हुन्छ नि होइन, व्यवसायको स्थलगत तथ्याङ्क सङ्कलनको लागि खटुनु भएका गणक तथा सुपरिवेशक प्रतिष्ठान व्यवसायमा भौतिक रूपमा नै उपस्थित भएर विवरणहरू सङ्कलन गरिन्छ। अब फिल्डमै खटिएर घर घरमा अथवा व्यवसाय कार्यालयमा पुगेर चाहिँ डेटा कलेक्ट गरिँदो रहेछ। यस गणनामा मुख्य गरेर 2 प्रकारका प्रश्नावली फारमहरू भरिँदो रहेछ। एउटा सूचीकरण फारम, कति प्रकारका फारम हुन्छन् भनेर सोध्न सक्छ, 2 प्रकारका है। यो कुरा निकै महत्त्वपूर्ण हुन्छ है। नेपालभर सञ्चालन वा अस्तित्वमा रहेका सबै प्रतिष्ठान वा व्यवसायिक इकाइको सूचीकरण फारममा संक्षिप्त विवरण सङ्कलन गर्ने रहेछ। मुख्य प्रश्नावलीमा सूचीकरण होइन गरिसकेका प्रतिष्ठान वा व्यवसायको विस्तृत विवरण सङ्कलन गरेर मुख्य प्रश्नावली वितरण निम्न अनुसार गरिँदो रहेछ है। इसेन्सस होइन, इसेन्सस भनेको चाहिँ अब यो अनलाइन प्रतिष्ठान र व्यवसायले आफै भर्न सकिने विधि पनि हुँदो रहेछ होइन। एउटा फर्म दिने, अनलाइन फर्म, त्यहाँ भर्नुहोस् भन्ने। कागजी प्रश्नावली पेपर बेस्ड क्वेसन्सहरू पनि हुन्छ होइन। ती क्वेसनहरू सोध्न सक्छ, गणकले भरिदिने। जस्तो तपाईँको आम्दानी कति छ भनेर सोध्ने, भर्ने। जस्तो 2083 वैशाख 2 गतेदेखि 83 साल असार 7 गतेसम्म चाहिँ यो सञ्चालन हुन्छ भन्ने थाहा पाउनु भएको नि, यो ठाउँमा गएर है। अनि अर्को कुरा सोध्नुहुन्छ होइन, यो चाहिँ तपाईँलाई म अहिले भन्छु है त, यो इन्टरभ्यू कहाँ दिने, कसरी दिने लगायतका कुराहरू। अब के कस्ता विवरण सङ्कलन गरिन्छ भनेर भनेको छ। अब के कस्ता टाइपका विवरणहरू सङ्कलन गरिन्छ त भन्दा 2082मा मुख्यतः नेपालमा सञ्चालित सबै आर्थिक इकाइहरू, प्रतिष्ठान तथा व्यवसायको चाहिँ ठेगाना अनि दर्ता, स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, कतिजनालाई रोजगारी दिएको छ, व्यवसायको प्रकार कस्तो छ, लगानी, ऋणमा पहुँच, बिमा कस्ता छन्, यी कुराहरू चाहिँ सोधिँदो रहेछ। यस्तै मौखिक कुराहरू चाहिँ इन्टरभ्यूमा तपाईँलाई सोध्छ है। अनि आर्थिक गणनामा गणनामा कसको भूमिका रहन्छ, अब यस्तै तपाईँले थाहा पाइहाल्नुहुन्छ होइन। सरकारको भूमिका रहन्छ होइन, गणक सुपरिवेशकको हुन्छ, अनि त्यो व्यवसाय सञ्चालकको हुन्छ होइन, अनि अन्य समाज, सोसाइटी लगायतको भूमिका रहन्छ भन्ने छ। यसमा तथ्याङ्ककै आधारमा नीति, योजना, तर्जुमा तथा मूल्याङ्कन हुने भएकाले सञ्चालित विवरणहरू समसामयिक, भरपर्दो तथा विद्यमान हुन जरुरी छ। मेन रूपमा तथ्याङ्क सङ्कलन गर्नुको, आर्थिक जनगणना गर्नुको मुख्य उद्देश्य चाहिँ नीति, नियम, योजना बनाउनको लागि आवश्यक डेटा उपलब्ध गराउने हो नि त। जुन डेटा सङ्कलन गरिन्छ त्यो डेटा लगेर सरकारले नीति बनाउँछ, त्यही अनुसार रोजगारीको अवस्था कति छ, के छ होइन, ऋणको अवस्था लगायतका कुराहरू बुझ्छ र नीति बनाउने हो। जस्तै ढुङ्गा बालुवा गिटी क्रियाकलाप गर्ने व्यवसाय, विभिन्न वस्तु उत्पादन गर्ने, यो चाहिँ हाम्रो प्रतिष्ठान भनेको के हो भन्ने भयो होइन। हामीले हेर्दै थियौँ त साथीहरू, हामीले हेर्दै थियौँ आर्थिक गणनामा कसको भूमिका रहन्छ भन्ने कुरा छ। हेर्नुहोस् त, यसमा चाहिँ अब नागरिक समाजको हुन्छ होइन, सम्पूर्ण उद्यमी व्यवसायीको हुने भइहाल्यो है। त्यो सरकारवाला सङ्घ संस्था, नागरिक समाजको, पत्रकार लगायत सबैको भूमिका महत्त्वपूर्ण हुँदो रहेछ होइन भन्ने कुरा थाहा पाउनु पर्यो तपाईँले। त्यसपछि आर्थिक गणनामा हामी सबैको साझा कार्यक्रम हो, यसलाई सफल गराउनुपर्छ टाइपले दिएको छ यहाँ। यी कुराहरू तपाईँले थाहा पाउनु पर्यो। अब यति भइसकेपछि तपाईँले अन्य कुराहरूमा यहाँ चाहिँ राखेको त्यस्तो सूचना अरू चाहिँ केही छैन। यो चाहिँ के हो त, केन्द्रीय तथ्याङ्क कार्यालयले चाहिँ लिने हो, राष्ट्रिय तथ्याङ्क विभाग अन्तर्गतको। यसको इक्जाम चाहिँ तपाईँको आफ्नै जिल्लाभित्र नै हुन्छ। त्यो चाहिँ तपाईँलाई रिजल्ट निकालिसकेपछि होइन, इन्टरभ्यूको लागि 1 हप्ताको टाइम दिएको हुन्छ। त्यो बिचमा कहाँ हुने भनेर सूचना पनि त्यो निकालेको हुन्छ तपाईँलाई सर्टलिस्ट निकाल्ने बेला। त्यसको लागि पनि हामी जानकारी दिइहाल्छौँ। यही च्यानललाई सब्सक्राइब गर्नुहोस्, यहीँ आइहाल्छ है सबै कुरा। अन्य कुनै डाउट छ भने तपाईँले सोध्न सक्नुहुन्छ है साथीहरू।